लागेको जस्तो भयो खाजा छैन के ए आइपुग्नु भयो महाराजा बस्नुहोस् न तपाईँको लागि बनाइदिँदैछु नि यहाँ खाजा के खालको बोल्छ नि मान्छे त के खालको बोले तिमी बिहानदेखि कहाँ गएको तिमीलाई घरको याद आउँदैन यत्रो कराउनु पर्छ नि त बिहान हिँडेको मान्छे छैन अहिलेसम्म घर आउँदैन घरमा गाई बस्तु के हो नानी के हो तिमीलाई याद हुँदैन बेला बेला त के हुन्छ बेला बेला तिमी एभ्री टाइम हिँडिरहेको हुन्छौ त यसो नानी हेर्दै पनि हुने नि घरमा त्यो पनि छैन साला गोरु ए भगवान लु भयो नि त लु भयो लु माफ पाउँ लु खाजा त खाइदिउँ न के तिम्रो जहिले तैँले त्यही हो के का माग पाउँ अनि खाजा यो डारोले दिनु म अलि बिस्तारी बोल्नु न बिस्तारी हो त बिहान हिँडेदेखिको अझसम्म घर आउँदैन खाजा चाहिँ के छ भने खाइदिउँ त एकचोटि घर आउँदैन त्यसलाई भोक लाग्छ ल खाजा पक्र न के गरेको यो खाजा भनेको होइन दिएको नि खोले बनाइदिएको आँटाको खोले यो सुँगुरलाई यस्तो के गरेको काँचो आँटा यो उयो मुला के गरेको यो सुँगुर त तिमी भन्दा पनि राम्रो हुन्छ हौ यो चाहिँ के गरेको सब चिनी अब दिमाग खराब भएको छ क्या तिम्रो अनि के दिमाग खराब यो के- तिमीलाई यस्तै गर्नुपर्छ यस्तै दिनुपर्छ बिहानदेखि हिँड्ने भतुवालाई त ठुलो कुरा नगर मैले पनि यहाँ सौदापात सबै हेरिरहेको छु बाहिर भित्र घरमा बसेर त्यतिकै आएको छैन नि सौदापात चामलहरू भोकै बसेको छैन नि। बेसी फुटानी नगर मैले पनि गरि नै रहेछु उति नै कुरा गर्छ कसुलाई यस्तो गर्छ के गरेको तिमीले ल्यायो होला यहाँ घरमा काम साम सघाउनुपर्छ बिहानदेखि गाई बस्तुलाई घाँस पनि मोइ घरभित्र खाना पकाउनु मोइ नानी हेर्नु मोइ सारा आफू चाहिँ हावा खाँदै हिँडिबस्छ बाहिर बाहिर हावा होइन एकछिन के पनि हुँदैन एकछिन अहिले म पनि हिँडौँ त तिमीलाई कति रिस उठ्छ हिँडेकै हुन्छ तिमी पनि अहिले म यो दारूले दिन्छ बङ्गरा झर्ने गरेर हो त के गरेको यो? बेसी खाजा खाऊ न खाजा भनेको होइन बिहानभरि भतुवा लाग्छ घरमा आएर खाजा खोज्छ ज्यादा नबोला अहिले म अहिले यो मुला हालिदिन्छु नि मुखमा अन्त खाओला लु हाल्दे त